नमस्कार। श्रीमद् भागवत गीता कोमल गीता श्रद्धात्रय विभाग योग 17 अध्याय 3 श्रद्धानुसार पुरुष। अर्जुन उवाच। श्रीकृष्ण अर्जुनको संवाद। यो शास्त्र छोडी श्रद्धाले गर्छन् यज्ञ धमाधम, तिनको तो कुन हो चेष्टा सत्तो वार जमातम। हुन्छन् तीन थरी श्रद्धा स्वभावैले तमामको, सात्विकी राजसी त्यस्तै तामसी तीन नामको। सत्वमा फिकको श्रद्धा सबैको हुन्छ वास्तव, मनुष्य श्रद्धामय छ श्रद्धामा फिक बन्द छ। सात्विकी देवता मान्छन् यक्षे राक्षस राजसी, भूत प्रेतहरूलाई मान्दछन् जनतामसी। ली दम्भ अहङ्कार कामराग समेतको, अतुग्र तपजो गर्छन् छोडेर विधि शास्त्रको। पञ्चभूत रन्न यो देह भित्रको मकनै पनि, अविवेकी पनि पिर्दै जानु ती आसुरी भने। सबैको हुन्छ आहार पनि प्यारो तिनै थरी, यज्ञ दान तपस्याका सुन भेद तिनै थरी। जो सत्य बला रोग्य सुख प्रीति बढाउँछन्, ती चिल्ला रसिला मिठा अन्न सात्विक भोग्दछन्। अमिलो नुनिलो पिरो तातो पोल्ने तिखो रुखो, रोक शोक दिने अन्न राजसी मान्दछन् निको। चिसो बिरसिलो बासी तो अत्यन्तै गनाउँछ, अपवित्र जुठो जो छ तामसी त्यही रुचाउँछ। फलेच्छा नगरी चित्त सम्हाली विधिमा फिक, कर्तव्य सम्झी गरिने यज्ञ हो पार्थ सात्विक। फलको चाहली त्यस्तै लोकमा कहलाउन, गरिने यज्ञ हुन्छ त्यो हो राजस अर्जुन। बेमन्त्र बेदक्षिणाको त्यस्तै बे अन्नदानको, बेश्रद्धा विधिको यज्ञ हुन्छ तामस नामको। देवदिज गुरु प्राज्ञ पूजा शौच सिधापन, ब्रह्मचर्य अहिंसा हो देहको तप अर्जुन। न गोचने मिठो साँचो प्यारो रहित बोल्नु, नित्य पाठहरू गर्नु बोलीको तप सम्झनु। मन प्रसाद निष्फिक्री न बोल्नु चित्त रोक्नु, भावना शुद्धि यो सारा मनको तप सम्झनु। श्रद्धा साथ फलकांक्ष नलिई युक्त भइकन, गरेको तो तीन थरी तप सात्विक हो सुन। सत्कार मान पूजा र दम्भ नीति गरिन्छ जो, त्यो राजसी तपस्या हो चल अस्थिर नै छ यो। दुराग्रहले देह पीडाई गरिने तप, शत्रुनाशार्थको यद्दा हो सबै तामसी तप। देशकाल तथा पात्र पारी अनुपकारक, दातव्य सम्झिदिने दान हो जान सात्विक। फल देशो गरी यद्दा लिएको बदला दिन, गाह्रो मानेर दिने दान राजा समागन। देशकाल नपारेर खुब हेला गरिकन, अपात्रलाई दिने दान तामस समागन। ब्रह्म निर्देश ओम तत्सत यही हो तीन प्रकारको, त्यहीबाट भोगी सृष्टि वेद ब्राह्मण यज्ञको। तस्मात् ओंकारका साथै यज्ञ दान तप क्रिया, विधिमा फिक चल्दैछन् सर्वदा ब्रह्मवादिक। तत्वनी फल छोडेर तप यज्ञहरू कन, मोक्षार्थी गर्दछन् फेरि दान कर्म अनेकन। अशिष्टको भलाइको अर्थमा सत प्रयुक्त छ, बढिया काममा त्यस्तै सत् शब्द उपयुक्त छ। यज्ञ दान तपस्यामा स्थिरता सत कहाँउँछ, तिनका निमित्तको कर्म पनि सत् कहलाउँछ। ओम दान तप कर्म अश्रद्धाले भयो जहाँ, त्यो कहिन्छ असत पार्थ हित हुन्न यहाँ उहाँ। त्यो कहिन्छ असत पार्थ हित हुन्न यहाँ उहाँ। ती श्रीमद् भागवत गीता उपनिषत्सु ब्रह्म विद्या योग शास्त्रे श्रीकृष्ण अर्जुन संवादे श्रद्धात्रय विभाग योग नाम सप्तदशो अध्याय।